हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। तपाईँहरूलाई स्वागत छ मेरो न्यू भ्लगमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै नै छु। सो आज चाहिँ म तपाईँलाई गाउँघरको भ्यू देखाउँदैछु होइन। गाउँघरमा चाहिँ यस्तो हरियाली छ अहिलेको समयमा, किनभने यो बर्खायाम हो नि त, पानी परिरहेको हुन्छ। अहिले चाहिँ खेतीपातीको कुरा भने चाहिँ मकै भएको छ। यो चाहिँ अब कटनी हुनको लागि तयार नै अवस्था छ। र यता चाहिँ धानको ब्यार लगाइरहेको छौँ। ओए अगाडि त्यहाँ के हो खोस्रे खोस्रे गर्ने? बाँदरा आयो खेतमा। ओए को बाँदरा आयो अरे त्यहाँ हेर्नु हेर्नु हेर्नु। ओए को के हो यार गाइज, बाँदरा आयो क्या? को यो खोस्रा खोस्रा पार्ने? के हो यार, रात पर्ने बेला चुहे लाउँछ अरे यार, त्यही त होइन? ओए को कहाँ गयो? कहाँ गयो यार गाइज? खोस्रा खोस्रा पारिरहेको थियो। यसलाई खोज्नुपर्छ गाइज। को ओए ओए कहाँ गयो यार? ओए को उतापट्टि गयो मा? ओए यो मा पक्कै यो मकै चोर्ने मान्छे हो। ओए भाग्यो मा को रहेछ यार? त्यसले मकै लग्यो होला। त्यसपछि चेक तलास गर्नुपर्छ। यहाँ सुँग्नेवाला कुकुर लिएर आउनुपर्छ यार, पुलिसको यार। मकै चोरेर लगाएर गाइज, सजेस्ट गर्नुहोस् त आइडिया। यहाँ मकैभित्र खोज्रा खोज्रा पाइरहेको थियो।